पञ्चासे क्षेत्र गण्डकी प्रदेशका 3 जिल्लाहरू स्याङ्जा, कास्की र पर्वतको संगमस्थलमा अवस्थित एक प्रसिद्ध प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटकीय स्थल हो। यो समुद्र सतहबाट करिब 2513 मिटरको उचाइमा रहेको छ। पञ्चासे डाँडाबाट अन्नपूर्ण, माछापुच्छ्रे, धवलागिरी, मनास्लु लगायतका हिमश्रृङ्खलाहरूको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। यहाँबाट हेरिने सूर्योदय र सूर्यास्तको दृश्य निकै आकर्षक हुन्छ। यो क्षेत्र जैविक विविधताले समृद्ध छ। यहाँ बहुमूल्य जडीबुटीहरू, दुर्लभ सुनाखरी, लालीगुराँसका विभिन्न प्रजातिहरू तथा विभिन्न वन्यजन्तु र चराचुरुङ्गीहरू पाइन्छन्। पञ्चासे डाँडामा पञ्चासे धाम, सिद्ध बाबाको मन्दिर र ऐतिहासिक बैदान्ताल रहेका छन्। बाला चतुर्दशीका दिन यहाँ दिवंगत पितृहरूको उद्धारका लागि सतबीज छर्न ठूलो संख्यामा भक्तजनहरू पुग्ने गर्छन्। पोखरा वा कास्कीको घाँटी छिना, भदौरे तथा स्याङ्जा र पर्वतका विभिन्न भागबाट यहाँ पुग्न सजिलो छ। छोटो समयको प्राकृतिक पदयात्राका लागि पञ्चासे निकै लोकप्रिय गन्तव्य हो।